अब म कुरा गरौँ कस्ट भोल्युम प्रफिट एनालाइसिस भनेको के, बेसिक थोरै कुरा गर्नेछु ल। कस्ट भोल्युम प्रफिट एनालाइसिस भनेको म्यानेजमेन्टको प्लानिङको एउटा टुल हो। प्लानिङ भित्र दुईटा प्लानिङ गर्छौँ, एउटा कस्टको प्लानिङ, अर्को प्रफिटको प्लानिङ। तपाईँले बेसिकली कस्ट प्लानिङमा के पढेर आउनुभएको थियो, y इज इक्वल टु a प्लस b एक्स, यो कस्ट प्लानिङको हो। हामीले एक्समा याद गर्नु त, सर्टेन युनिट बनाउँदाखेरि हामीलाई खर्च कति लाग्न सक्छ भनेर हामीले कस्ट इस्टिमेसनमा पढ्यौँ। अब सिबिपी एनालाइसिस चाहिँ प्रफिट प्लानिङको टुल हो। म्यानेजमेन्टले आफ्नो हिस्टोरिकल डेटालाई लिएर अब फ्युचरमा सर्टेन प्रफिट कमाउनको लागि मैले भोल्युम कति बनाउनु पर्छ, त्यो भोल्युम बनाउँदा मलाई टोटल कस्ट कति लाग्न सक्छ भनेर फोरकास्ट गरिदिने टुल नै के भयो, कस्ट भोल्युम प्रफिट एनालाइसिस हो। मान्नुहोस् हाम्रो कम्पनी अर्गनाइजेसन छ, यो प्रफिट हामी कमाउन चाहन्छौँ, आगामी वर्ष 1 करोड प्रफिट कमाउन चाहन्छौँ, चाहेर मात्र त हुँदैन। अब मैले यो 1 करोड प्रफिट कमाउनलाई भोल्युम कति उत्पादन गर्नुपर्छ, त्यो भोल्युम उत्पादन गर्दा एउटा भेरिएबल कस्ट, अर्को के लाग्छ, फिक्स कस्ट। यसको जोडलाई हामी के बोल्नेछौँ, टोटल कस्ट। यो टोटल कस्ट कति जेनेरेट गर्न सक्छ, त्यो 1 लाख टार्गेटेड प्रफिट कमाउनको लागि भोल्युम कति बनाउने र त्यो भोल्युम बनाउँदा खर्च कति लाग्न सक्छ भनेर प्लानिङ गर्ने टुल नै के भयो, कस्ट भोल्युम प्रफिट एनालाइसिस। हरेक अर्गनाइजेसनले भोल्युमलाई मात्र के अरे प्रफिटलाई मात्र टार्गेट गर्छ भन्ने छैन। कुनै बिजनेस अर्गनाइजेसन नयाँ रहेछ, भर्खर इस्टाब्लिस भएको बिजनेस अर्गनाइजेसन रहेछ भने उसले टार्गेट कसलाई बनाउँछ, भोल्युमलाई। किन, उसले मार्केटको धेरै एरिया कब्जर गर्न चाहन्छ। मान्नुहोस् भोल्युम भने आउटपुट युनिट, हामी यसपालि 40,000 युनिट उत्पादन गर्न चाहन्छौँ, उत्पादन गरेका छैन है, सबै प्लानिङ गर्दैछ। यो 40,000 युनिट उत्पादन गर्दा हामीलाई टोटल कस्ट कति लाग्छ र त्यो 40,000 भोल्युमले हामीलाई प्रफिट अथवा लस कति जेनेरेट गरिदिन्छ भनेर प्लानिङ गर्ने टुल नै के भयो, कस्ट भोल्युम प्रफिट एनालाइसिस भयो।